सरदार मुसलमानलाई जहाँ भेटे त्यही ठोक भन्नेहरूलाई एउटा कुरा याद गर, कहिले पनि कुनै धर्मले कुनै धर्मलाई ठोक र मार भनेर आदेश दिँदैन है साथीहरू। किन भन्दाखेरि म मान्दिनँ यो कुरालाई। चाहे क्रिस्चियन होस्, चाहे बुद्धिस्ट होस्, चाहे प्राकृतिक होस्, चाहे जुनसुकै धर्म होस्, चाहे क्रिस्चियन मुस्लिम जेसुकै होस्, चाहे हिन्दू चाहे बुद्ध, म एउटा कुरा याद गर है, यो नेपाल भूमिमा कसैले कसैलाई मार्न लाउने र कसैलाई ठोक भन्ने अधिकार कसैमा छैन र त्यो गर्न हुँदैन। त्यो मुसलमान पनि यो नेपालको हामी हिरा हो भने ऊ पनि हिरा हो, यो कुरा याद गर। हामी सुन हो भने ऊ पनि सुन हो। किनकि इतिहासमा एकचोटि हेर, यो नेपाललाई कसैले आक्रमण गर्न आउँदाखेरि हतियार बनाएर नेपाललाई लड्न सिकाउने र नेपालसँग सँगै मिलेर लड्न जाने मुसलमान पनि थिए साथीहरू। त्यसैले मुसलमानको पनि इतिहास हेर। मस्जिद भत्काउन जाने केही हुन भएको छैन, मार्दै भने यस्तो पनि हो। आज बङ्गलादेशमा एउटा हाम्रो हिन्दू धर्मको मान्छेलाई मार्यो होला, तर सबै एउटै छैन नि। नेपालमा पनि काहीँ नेपालको पनि 77 जिल्लामा विभिन्न ठाउँमा लडाइँ पर्छ त, अनि लडाइँ परेपछि चाहिँ फलाना जातले फलाना मार्यो, त्यसलाई त्यो चाहिँ यो नेपालबाटै निकाल, त्यो भन्न सुहाउँछ? सुहाउँदैन। यो कुरा सरासर झुट छ। कसैले कसैलाई मार्न दिने अधिकार, कसैलाई ठोक भन्न पाइँदैन। यो कुरालाई म घोर अपमान, घोर विरोध गर्नेछु। फेरि तपाईँले आजैदेखिबाट हामी नेपाली हौँ, दाजुभाइ हौँ, चाहे मुसलमान होस्, चाहे जोसुकै होस् क्या नेपालमा, चाहे पहाड, चाहे मधेसका, चाहे साउदी अरब, कतार, लन्डन, हङकङका जोसुकै आउन्, पाहुनालाई स्वागत गर, सम्मान गर। नेपाली भएर बाँच्न सिकाउ र बचाउन सिक। नेपाली त्यत्तिकै भएका छैनौँ। इतिहासमा हेर, नेपाली कसैको खुट्टा ढोकेको छैन। आज ढोक्न गइरहेछौ नि, खबरदार। नेपाल तान्त्रिक झाँक्री सङ्घले जहिले पनि यस्ता कुराहरूलाई अब समाजको अगाडि ल्याउनेछ। आउनुहोस्, तपाईँहरू लाइफमा केही बेर पछाडि आउनेछु। धामी झाँक्रीबाट ठगिएका र धामी झाँक्रीहरूबाट तपाईँहरू पीडित कोही हुनुहुन्छ भने हामीलाई सम्झिनुहोस्। तपाईँलाई हामी दिन्छौँ नि यहाँ। जय शम्भो, जय भोलेनाथ।